नियमन आयोग छ, उसले सामूहिक रूपमा विद्युतका रेटहरू तलमाथि गरिरहेकै हुन्छन्। त्यो समायोजन गर्ने चेत उसलाई पनि छ, सरकारले पनि घचघच्याउन सक्छ, त्यताबाट एडजस्ट गर्न सकियो। नेपाल सरकारको 100% ओनरसिपमा कति हाइड्रो पावरहरू छन्? मर्स्याङ्दी, कालीगण्डकी, सारा 700 मेगावाट जडित क्षमता भएको नेपाल सरकारको आफ्नै ओनरसिपमा छ। त्यो 30-35 वर्ष पुराना जलविद्युत आयोजनाहरू त्यहाँबाट आउने लाभांश नेपाली जनताको, त्यसैले त्यो डिभिडेन्डले क्षतिपूर्ति दिन पनि सक्यो। यो नीतिगत रूपमा यसलाई एड्रेस गर्न सकिन्छ। र अहिले जुन हाउबुजी बनाइएको छ यो 24 रुपियाँको लागि, यो बारे पनि मेरो बिन्ती छ, यहाँहरूले सुसूचित गरिदिनु होला नेपाली जनतालाई। र परेको दिन मूल्य समायोजन हुन सक्छ। यो भ्याट मूल्यमै समायोजित हुन सक्ने पनि आधार छ, सम्भावना छ। बिजुलीकै रेट पनि हामी घटाउँदै जान सक्ने हुनु, त्यो विद्युत नियमन आयोगले के भन्छ त्यो पनि सम्भावना छँदैछ। तर आजका दिनमा यति ठुलो लगानी भएको, खर्बौं लगानी भएको विद्युत सेक्टर, कर छुटले ढाकेको ऊर्जा सेक्टरलाई अर्थतन्त्र सोफिस्टिकेटेड हुँदै जाँदछ। ट्याक्स नेटमा राख्न पर्दैन, राख्न पर्छ। यो संरचना ब्याक हुने कुरै छैन, यो रहन्छ। तर यसले आम उपभोक्तामा अतिरिक्त भार नपरोस् भन्नेमा चाहिँ सरकार असाध्यै सचेत छ। यो सन्देश मैले हजुरहरू मार्फत नेपाली जनतालाई दिन चाहे। अर्को शेयर मार्केटको विषय छ। फाइनल भन्यो वाग्लेले, होइन रहेछ क्या भनेर लेखिदिए 2-4 वटा। फाइनलै हो हजुर, फाइनल नै हो। फाइनल गरिदिनुहोस्, हामी 5% बिन्दु अतिरिक्त तिर्न तयार छौं भनेर लाइन लाएर म कहाँ डेलिगेसन आउने साथीहरू यही बाहिर सिंहदरबार बाहिर हुनुहुन्छ। फाइनल चाहिँ गरिदिनुहोस्। यो तरबार सधैँ हाम्रो माथि झुन्डी नरहोस्। बरु इन्डियामा 10 र 20 छ, सर्ट टर्म र लङ टर्मको सिजिटी। हामी कहाँ 5 लाई 10 नै पुर्याइदिने हुन्छ, 7.5 लाई 12.5, 15 नै पुर्याइदिए पनि हुन्छ। तर यो अनिश्चितता, यो भय चाहिँ हाम्रो भएको बादल हटाइदिनुहोस् भनेपछि हामीले बडो उदारतापूर्वक 5 लाई जम्मा 7.5, 7.5 लाई जम्मा 10% गरेर फाइनल सिल्ड डन। यति स्पष्ट हुँदा पनि किन भ्रम छरिन्छ मैले बुझ्न सकेको छैन। सायद हामीलाई अतिरिक्त प्रेम नगर्ने साथीहरूको म्यान्डेट नै त्यो छ होला। अलिकति 40 लाख इत्यादिको कन्फ्युजन छ। तपाईँ शेयरबाट आएको आम्दानी फाइनल नै भयो। अरू 10 ठाउँमा कन्सल्टिङ गर्नुहुन्छ, अरू 20 वटा उद्यम व्यवसाय गर्नुहुन्छ।